हेलो एभ्रिवान, गुड आफ्टरनुन साथीहरू। धेरै दिनपछि फेरि पनि आज म सानो भिडियो लिएर उपस्थित भइसकेँ हो साथीहरू। किनभने म चाहिँ टाउको दुखेर यति बेसी टाउको दुखिरहेको थियो, अन्त सुतिरहेको थिएँ। भर्खर उठेर चाहिँ सुतेको थिएँ हो। अनि भर्खर उठेर चाहिँ नि चिया बनाएर चाहिँ चिया खाँदै मात्रै छु। अन्त म तपाईँहरूलाई के देखाउँछु भन्दाखेरि चाहिँ नि यो चाहिँ मैले हिजो लिएको हो। यो चाहिँ आइबी, वाइट आइबीमा होइन 3टा बोट लागिरहेको रहेछ हो। अनि यतिको चाहिँ कति पर्यो होला तपाईँहरू आफै भन्नुहोस्, कमेन्ट गर्नुहोस् त साथीहरू। यो रेडमा हेर्नु नि, सानोमा बुस्सी हुने हो। अब के गर्नु, जेरोनिम त देखाउनु होला। अब सबैतिर ट्रेन्डिङ जेरोनिमै हो होइन। योहरू चाहिँ मेरोमा अहिले एभाइलेबल भएको चाहिँ यो छ है। अब यो छ, यो वाइटमा हो, वाइट। त्यहाँदेखि यो एउटा छ हो, छोटो हाइटको, त्यो रेडमा, ब्लड रेडको छोटो हाइटमा फुल्ने। यसको पनि 5-6वटा छ, यसको पनि 5-6वटा छ हो साथीहरू। अनि यो आइबी मैले ल्याएको होइन, यो रेड सेडिङमा अहिले बर्खामा जस्तो राम्रो नै निस्किँदैन रहेछ। यसको जुन चाहिँ निस्किनु पर्ने ब्युटिनेस यसको हुन्छ नि, त्यो चाहिँ ननिस्किँदो रहेछ क्या। अहिले मैले सबै उडाइदिइरहेको छु साथीहरू। यो रोज भेराइटीको हो। यो लाराहरूमा यो एस्तर हो, एस्तर फुल्नु आँटेको छ होइन। अनि यो चाहिँ नि साथीहरू रोज भन्दो रहेछ यसलाई पनि। हुन्छ रोजै जस्तो छ सेम होइन, रोजै छ टोटल। हेर्नु नि कस्तो मजाको हुन्छ हो, कत्रो ठुल्ठुलो फुल छ, फेरि फुलिबस्दो रहेछ यो चाहिँ हो। तर अब अहिलेको लेटेस्ट रोजहरू जस्तो चाहिँ होइन जस्तो लाग्यो। यो चाहिँ अलिक पुरानो रोज, तर मिनी रोज क्या हो, सानो रोजमा कि। तर कति दामी फुल्दो रहेछ यो, मलाई साह्रै मन पऱ्यो मैले राखेको होइन। अनि यो लारा हार्मोनी हो। यो एस्तर चाहिँ फुल्नु आँटेको छ।